सम्पूर्णमा नमस्कार। म रमेश तिमसिना। आज हामी देशमै केही गरौँ भन्ने एउटा हुटहुटी भएको युवासँग आफ्नै पौरखी हातहरू बजारेर आफ्नै मेहनतले अगाडि बढिरहेको युवासँग सानो वार्तालाप गरौँ भन्ने हेतुले आएका छौँ। मनोज पाण्डे बेलागा नगरपालिकामा कता कता सुनेकै नाम हुन सक्छ। आफ्नै हातले स्थानीय स्तरमा पाइने सामानहरूको प्रयोग गरेर एउटा रहरलाग्दो कलामा उतार्नु हुने युवा व्यवसायी भनौँ। उहाँको भनाइअनुसार बेलाकामा त शून्य रूपमा छुवाली कलामा आबद्ध मानिसहरू भेटिन्छन्। उदयपुर जिल्लामै सायद अरू 1 देखि 2 जना हुन सक्छन् यो पेसामा आबद्ध भनेर भन्नुहुन्छ। हामीले विस्तृत रूपमा छुवाली कलासँग सम्बन्धित रहेर मनोज पाण्डेसँग छोटो वार्तालाप गरेका छौँ। सबैले यो भिडियो सेयर गरी उहाँको सम्मानका लागि सेयर गरिदिनु होला। हवस् त, धन्यवाद। यो जुन छुवाली आर्ट छ यो चाहिँ एकदम लोकपुलमुख अथवा यो नगरपालिकामा चाहिँ हजुरले मात्रै गरेको देखिरहेको छु। यो चाहिँ तपाईँले कहिले र कहाँबाट सुरु गर्नुभयो र यसको श्रेय कसलाई दिनुहुन्छ, गुरु कसलाई मान्नुहुन्छ, थोरै अलिकति भनिदिनु न। प्रश्नका लागि धन्यवाद। सर्वप्रथम चाहिँ यो आर्ट मैले आजभन्दा विगत 15 वर्ष अगाडि काठमाडौँमा सिकेको हो। यो चाहिँ ठ्याक्कै छुवाली आर्टै सिक्छु भन्ने हिसाबमा चाहिँ मैले सिकेको होइन। यहाँबाट काठमाडौँ काम खोज्न जाँदाखेरि काम खोज्ने सिलसिलामा चाहिँ काम खोज्दै जाँदाखेरि म एउटा छुवाली आर्ट सिकाउने ठाउँमा पुगेँ र त्यहाँ मैले 1 हप्ते छुवाली कला सम्बन्धी तालिम लिएँ र मैले त्यहीँबाट सिकेँ। अब गुरु ठ्याक्कै को हुनुहुन्थ्यो अहिले मैले नाम बिर्सेँ। एउटा कला सिकाउने ठाउँ थियो र मैले त्यहीँबाट सिकेको हो। यही पेसामा लाग्छु भनेर मनमा कसरी आयो? यो पेसामा लागेर जीविकोपार्जन गर्न सकिन्छ त? यही पेसामा लाग्छु भनेरै चाहिँ म लागेको होइन। म चाहिँ आर्ट गर्ने मान्छे भएको कारणले कहिलेकाहीँ आर्टहरू बनाउन मन लाग्थ्यो। बनाउँदै जाँदाखेरि एकपटक आर्ट चाहिँ फेसबुकमा हालेको थियो बनाएर धेरैजनाले चाहिँ फिडब्याक चाहिँ राम्रो छ, उत्कृष्ट छ भन्ने खालको फिडब्याक आयो। सर्वप्रथम त हाम्रो बेलाका नगरपालिकाको उपमेयर चिरा दिदीले ल भाइ तपाईँको आर्ट चाहिँ राम्रो छ, यसलाई चाहिँ अलिकति अगाडि बढाउनुपर्छ, म तपाईँलाई साथ सहयोग समर्थन गर्न तयार छु भनिसकेपछि उपमेयर जतिको मान्छेले चाहिँ साथ दिन्छु भनिसकेपछि बनाऊँ न त भनेर चाहिँ बनाउँदै गइयो र बिक्री वितरण पनि हुन थाल्यो। र जीविकोपार्जनको कुरामा चाहिँ यस्तो छ, जे कुरा आफूले गरिन्छ त्यो जति कमाइन्छ त्यसमा सन्तुष्ट हुनुपर्छ। र म चाहिँ अरूको काम गर्नुभन्दा आफ्नै काम गर्ने, आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ, कुनै न कुनै दिन त एक दिन त मैले मेरो कलालाई निखार्दै लगेपछि यसलाई फाइन आर्टमा कन्भर्ट गर्न सकिसकेपछि एक न एक दिन भ्यालु पाउँछु होला भन्ने हिसाबमा म लागिरहेको छु। अहिले जीविकोपार्जन चाहिँ ठ्याक्कै यसले मात्रै चाहिँ हुँदैन। म यसको अलावा खेतीपाती गर्छु, पशुपालन गर्छु होइन, र पार्ट टाइम अन्य कुनै कामहरू पनि गरिरहेको हुन्छु। त्यसलाई चाहिँ छुवाली आर्टलाई चाहिँ एउटा पार्ट टाइमको रूपमै गरिरहेको छु। टोटल्ली जीविकोपार्जन चाहिँ यसबाट अहिलेसम्म हुन सकेको अवस्था छैन। स्थानीय सरकार अथवा स्थानीय तहले कतिको साथ सहयोग दिएको छ यो तपाईँको छुवाली आर्टमा? मैले तपाईँलाई सुरुमा पनि भने, अब सुरुमै जिरा दिदीले सहयोग गर्नुभयो। उहाँ चाहिँ अब स्थानीय हाम्रो उपमेयरज्यूले नै अब साथ सहयोग समर्थन दिनुभएको, उहाँकै प्रेरणाले गर्दाखेरि चाहिँ म अगाडि बढेको। त्यो अर्थमा नगरपालिकाले मलाई साथ सहयोग समर्थन दिएको छैन भन्न मिल्दैन। मेयरज्यूहरूले पनि कहिलेकाहीँ मायाको चिन्ह स्वरूप किनिदिइरहनु भएको छ। स्थानीय तहले चाहिँ मेरो आर्टहरू चाहिँ किनिदिनु भएको छ। त्यो अर्थमा स्थानीय तहले मलाई साथ सहयोग समर्थनै गरेको लाग्छ र आगामी दिनहरूमा पनि उहाँले मलाई साथ सहयोग गर्दै जानुहुन्छ भन्ने अपेक्षा पनि राखेको छु। आर्ट एकदमै कम मात्र व्यक्तिहरूले चाहिँ बनाउने गर्छन्। यदि कोही इच्छुक आउनुभयो भने उहाँलाई तपाईँ सिकाउन सक्नुहुन्छ? हो, तपाईँले ठिक भन्नुभयो। छुवाली आर्ट चाहिँ एकदमै कम मान्छेले गर्छन्। किन भन्दाखेरि यसमा आर्ट गर्दाखेरि एकदमै कम्प्लिकेटेड आर्ट छ। यो धेरै मेहनत लाग्ने, झन्झटिलो होइन, गर्दाखेरि वाक्क लाग्ने, बारम्बार बिग्रिने भएको कारणले गर्दाखेरि त्यति मान्छेले सिक्न चाहँदैनन्। 1-2 दिन सिक्न खोजे पनि त्यसपछि योबाट नहुने रहेछ, पार नलाग्ने रहेछ भन्ने हिसाबमा उहाँहरू सिक्न चाहनुहुन्न। यदि कोही इन्ट्रेस्टेड छ छुवाली आर्ट चाहिँ म गर्छु भन्ने खालको तरिकाले, जेन्युन तरिकाले आउँछ र म यही आर्टबाट चाहिँ जीविकोपार्जन गर्न सक्छु, मनोजले चाहिँ बनाइरहेको छ, उसको चाहिँ बिक्री भइरहेको छ, हुन्छ होला भन्ने आश राखेर, अपेक्षा राखेर दिगो रूपमा सिक्न चाहन्छ भने म सिकाइदिन्छु। मैले आर्ट एकदमै महँगो भन्ने बुझिन्छ, किनभने विदेशमा एकदमै महँगो मूल्यमा किनिन्छ। हाम्रो गाउँघरतिर कसरी यसको मूल्य कति छ, कति राख्नु भएको छ
र यसको जुन मूल्य निर्धारण गर्नुभएको छ यसबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? यो चाहिँ हाम्रो चाहिँ ग्रामीण भेग हो होइन। यहाँको मान्छेहरूले हस्तकला त्यति बुझ्नु पनि भएको छैन। यो कसरी बन्छ, कति मेहनत लाग्छ, अब एउटा आर्ट गर्न कति दिन लाग्छ भन्ने कुराहरू उहाँलाई थाहा हुँदैन। त्यही भएर मैले आफूले चाहिँ मूल्य निर्धारण चाहिँ एकदमै न्यून रूपमा राखेको छु। त्यही पनि महँगो भयो भन्ने खालको कुराहरू कतै कतै सुनिन्छ होइन। अब यसको आर्टको मूल्य निर्धारणको कुरा गर्नुपर्दाखेरि आर्ट कुन साइजमा बनाउने हो, अब आर्टको प्रकृति कस्तो हो, कति कम्प्लिकेटेड छ, अब सिम्पल आर्ट हो कि अलिकति डिफिकल्ट खालको आर्ट हो, यसमा भर पर्छ यसको मूल्य। मैले चाहिँ अहिले चाहिँ नर्मल्ली साइज वाइजै बेचिराखेको छु। अप्ठ्यारै आर्ट 2-3 दिन लाग्ने भए पनि 1500मा दिन्छु। एक दिनमा सकिने आर्टहरू पनि 1500मा दिन्छु। त्यो चाहिँ एफो साइजका आर्टहरू हुन्। अब एफो भन्दा अलिकति ठुला आर्टहरू चाहिँ अब त्यो फ्रेम पनि मैले किनेर ल्याउने हो। फ्रेमको मूल्य प्लस गरेर 2000, 3000, 5000, नर्मल्ली मैले 8-10 हजारसम्मको पनि एउटै आर्टहरू बेचेको छु। जुन छुवाली आर्ट तपाईँले बनाइराख्नु भएको छ यो चाहिँ छुवाली जुनै मौसममा पनि पाइँदैन, एउटा मौसममा पाइन्छ। यो चाहिँ यसको थोरै अलिकति प्रक्रिया भनिदिनु न, कसरी स्टोर गर्नुहुन्छ अनि कसरी त्यसलाई तपाईँको प्रोसेस थोरै अलिकति भनिदिनु न। यो गहुँ चाहिँ एउटा सिजनेबल प्लान्ट हो होइन, एउटा बाली हो। यो चाहिँ जुन बेला गहुँ पाक्छ र टिप्ने बेला हुन्छ लगभग यतातिर चाहिँ अब काट्ने चलन छ, थ्रेसर लाउने चलन छ। म चाहिँ आफ्नो घरमा चाहिँ त्यति गहुँ खेती गरेको छैन, अरू किसानकै खेतीमा जाने, बाला टिपिदिने र डाँठहरू सङ्कलन गरेर ल्याउने गर्छु। र मलाई 1 वर्षभरि पुग्ने गहुँका डाँठहरू सङ्कलन गर्छु र ल्याउँछु र त्यसबाट पनि छान्नुपर्छ। सबैभन्दा राम्रा गहुँका डाँठहरूलाई काट्ने, त्यसलाई पानीमा उसिन्नु पनि पर्छ होइन। त्यो चाहिँ अलिकति सफ्ट बनाउनुपर्छ, तब पड्किन्छ, भाँचिन्छ, अनि त्यसलाई उसिनेर टक्क स्टोर गरेर राख्ने हो। स्टोर गरेर राखिसकेका गहुँका डाँठहरूलाई त्यसलाई अब प्रिपेयर गरेर त्यसलाई चिर्ने, गोड्ने होइन, त्यसको प्रोसेसहरू गरेर अब आर्टको अर्डर आउँदाखेरि बनाउने गर्छु। नयाँ मेसिनहरूले मानिसहरूले चाहिँ उत्पादन गरिराखेका हुन्छन्, नयाँ मेसिनहरू युज गरिरहेका हुन्छन्। तपाईँको छुवाली आर्ट भनेको हस्तकला हो। यसलाई चाहिँ हस्तकलालाई अलिकति निखार्नलाई यसलाई नयाँ टेक्नोलोजीहरू यसलाई प्रयोग गर्न सकिन्छ, के भन्नुहुन्छ यसमा? मैले बुझेअनुसार चाहिँ छुवाली आर्ट चाहिँ नेपालमा चाहिँ प्रायः सबैले हातले नै बनाउनुहुन्छ। किन अब हस्तकला भनिसकेपछि टोटल्ली हातले नै बनाएको हुनुपर्छ भन्ने मान्यता राख्छु म यता धरानी टरीका हस्तकलाका पसलहरूमा पनि जान्छु। त्यहाँ जाँदाखेरि चाहिँ प्रायः आर्टहरू चाहिँ सबै प्रिन्टेड आर्टहरू हुन्छ। अब त्यो काठको टोकन अफ लभमा पनि नेपालको नक्सा पनि मिसिनले नै बनाएको, अनि त्यहाँ प्रिन्ट गरेको पनि मिसिनले नै हुन्छ। त्यो चाहिँ हस्तकला होइन भन्छु म। मिसिनले तयार गरेको कुरा त कसरी हस्तकला भयो? त्यो त अब हातले टोटल्ली बनाएको हुनुपर्छ। अब यसमा मिसिन युज गर्न पनि खासै मिल्छ जस्तो चाहिँ मलाई लाग्दैन। मैले अन्त पनि अब नेपालभरिका छुवाली आर्टिस्टहरूसँग मेरो केही चिन्जान भएका मान्छेहरूसँग बुझ्दाखेरि मिसिनको चाहिँ प्रयोग गरेको पाइँदैन। यसको अब आगामी दिनहरूमा छुवाली आर्टमा प्रयोग हुने कुनै मिसिन आएर सहज ढङ्गबाट भयो भने त्यो पनि युज गर्न सकियो। तर हस्तकला भनेको चाहिँ हातबाटै बनेको हुनुपर्छ। अन्तिममा मैले भन्न छुटेको अथवा तपाईँलाई भन्न मन लागेका केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ? अब मैले भन्न छुटेको कुराहरू त खासै छैनन्, समग्रमा कुराकानी गरिहाल्यो होइन। जस्तै मैले बुझेअनुसार चाहिँ नेपालले चाहिँ आफ्नो प्रोडक्टहरू त्यति प्रयोगमा ल्याएको छैन। आफ्नै देशमा उत्पादन भएका स्वदेशी उत्पादनहरूलाई चाहिँ यहीँ बजारीकरण गर्ने, यहीँ चाहिँ वितरण गर्नुपर्छ। नेपालले चाहिँ टोकन अफ लभ भनेर वर्षेनी करोडौँका चाहिँ मागेका चिनहरू विदेशबाट निर्यात गर्दो रहेछ, सरी आयात गर्दो रहेछ। त्यसरी आयात गर्दाखेरि हाम्रो नेपालको पैसा बाहिरिने हुन्छ। बरु त्यसरी बाहिरबाट सामग्रीहरू खरिद गर्नुभन्दा यहीँ स्थानीय स्तरमा चाहिँ कसले के चाहिँ उत्पादन गर्छन् ती कुराहरूलाई बुझेर होइन त्यसलाई बजारीकरण गरिदिने हो भने हामी जस्तो युवाहरूले चाहिँ विदेश सिनु पर्दैन थियो, यहीँ गरी खाने एउटा वातावरण बन्थ्यो। त्यो चाहिँ अहिलेसम्म कसैले पनि प्र्याक्टिसमा ल्याएको छैन होइन। स्थानीय ठाउँमा चाहिँ अब कला प्रदर्शनीहरू पनि गरेको छैन स्थानीय तहले होइन। त्यस्तो ठाउँमा प्रदर्शनी गर्ने हो भने पनि यहाँको कलाहरूलाई चिनाउन सकिन्छ। समग्रमा त्यति नै हो। आइदिनु भयो, धन्यवाद तपाईँलाई।